यो भिडियोमा हामीले 100 जनालाई हेल्प गरेको छौं जुनमा 20 ऑटिस्टिक स्टुडेन्ट 32 ब्लाइन्ड स्टुडेन्ट 32 रेस्क्युड स्टुडेन्ट र 16 होमलेस पिपललाई मोर देन 300 किलोमिटर ट्राभल गरेर स्टेशनरी विन्टर सप्लाइज र माया बाँडेको छौं। सुरुमा हामी AWIH फाउन्डेसनमा गएको थियौं जहाँ 20 ऑटिस्टिक स्टुडेन्ट पढ्थे। अटिजम भनेको एउटा मेन्टल कन्डिसन हो जहाँ एज अनुसार दिमाग डेभलप हुँदैन। 30 वर्षको एडल्ट नि 5 वर्षको बच्चा जस्तो एक्ट गर्न सक्छ। उनीहरूलाई पढ्न अझै इन्करेज गर्न हामीले सबैलाई एउटा ड्राइङ बुक, एउटा पेन्सिल बक्स, एक बट्टा इरेजर, एक बट्टा कलर पेन्सिल र सबैलाई एउटा एउटा डार्क फ्यान्टेसी ल्याइदिएको थियौं। त्यहीको म्यामहरुको अनुसार उनीहरूलाई पढ्न एकदम मजा आउँदो रहेछ, त्यसैले सबैलाई पाली पिलो पढ्ने सामान र खानेकुरा डोनेट गर्यौं। उनीहरू सोचेको भन्दा नि धेरै खुसी भए। भाइ खुसी भइरहेछ। म्याम दिनु हो मसँग बस्ने हो। ल ल ल यता 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 हेर त, यता हेर त। You're welcome. अटिजम एउटा लाइफ लङ मेन्टल ब्याटल हो। पेरेन्ट्स र बच्चाको लागि यसको कुनै औषधि छैन। त्यही पनि यी भाइ बहिनीहरू नाच्ने, गाउने र रमाउने, इनफ्याक्ट हामी भन्दा धेरै खुसी थिए। मलाई चाहिँ एउटा मात्र आउँछ कि। सो उसलाई जहिले डान्स गर्न गीत बजिरहोस् भनेर चाहिँ प्रन स्टोरको तर्फबाट स्पिकर बन्छ। यो नन प्रफिट अर्गनाइजेसन चाहिँ मीरा ढुङ्गाना म्यामले 8 वर्षदेखि चलाउँदै आइरहनु भएको छ। यो चाहिँ हाम्रो 2004 मा इस्टाब्लिस भएको हो। मेरो छोरा पनि अब 31 वर्षको छ। ऊ पनि मल्टिपल डिसेबिलिटी प्लस अटिजम छ। आफ्नो छोरालाई लिँदै पनि सबैको बच्चाहरू यस्तै बच्चाहरूको लागि चाहिँ हामीले सकेसम्मको चाहिँ राम्रो प्रगति होस् र बुवा आमालाई पनि एउटा समाजमा इस्टाब्लिस गर्न सजिलो होस् भन्ने किसिमले हामीले चाहिँ सेवा गरिराखेका छौँ। भाइहरूले चाहिँ आएर यसरी च्यारिटी गर्नुभयो, उहाँहरूको लागि धेरै धेरै धन्यवाद। अनि यस्तो इनिसिएटिभ लिइरहनु भएको छ म्याम, थ्याङ्क यू सो मच है। हामीले हाम्रो सानो हेल्प मात्र गर्न खोजे हो, हामी नेपालभरि गएर गर्न खोज्दैछौँ। यस, यो भिडियोमा हामीले नेपालभरि गएर 2 लाखको बजेटमा 100 जनालाई हेल्प गरेको छौँ जुनमा होमलेस पिपल, ब्लाइन्ड स्टुडेन्ट र रेस्क्यु स्टुडेन्टलाई जाडोमा लाउने लुगा र पढ्ने सामान डोनेट गर्न हामी काठमाडौँबाट 150 किलोमिटर टाढा चितवन पुग्यौँ। व्हाट्स अप गाइज, हामी चाहिँ अहिले चितवन आएको छौँ। यो गाडीमा चाहिँ 32 एउटा ब्ल्याङ्केट छ। यो गाडीमा 32 जनालाई पुग्ने स्टेसनरी सामानहरू छ, पढाइ सढाइ सबै। 32 जना ब्लाइन्ड चिल्ड्रेनहरूलाई यो ब्ल्याङ्केट डोनेट हुन आँटेको छ। 32 जना अर्फेन चिल्ड्रेनहरूलाई चाहिँ यो स्टेसनरी सामान डोनेट हुन आँटेको छ। अब हामी जाँदैछौँ यो सबै सामान संस्थामा पुर्याउनको लागि। सी यु देयर। भरतपुर आई हस्पिटल जाँदैछौँ अहिले हामी। त्यहाँ चाहिँ छाया दिदी हुनुहुन्छ, उहाँले नै हामीलाई कनेक्ट गराइदिनु भयो। हजुर हजुर, नमस्ते। सो गाइज हामी चाहिँ अब स्कुल छिर्दैछौँ। यहाँनिर हो एक्चुअल डोनेसन चाहिँ। सो गाइज 15 सेकेन्ड एड ब्रेक। थ्याङ्क यू सो मच बाबिन एक्सेसोरिज फर को स्पोन्सरिङ दिस भिडियो। बाबिन भनेको चाहिँ एउटा एक्सेसोरिज ब्रान्ड हो जुनमा हेडफोन, स्पिकर, चार्जर, डेटा केबल सबै 6 मन्थ वारेन्टी सहित आउँछ। यो सबै एक्सेसोरिज चाहिँ प्रन स्टोरमा पनि पाइन्छ। हजुरलाई चाहिन्छ भने बाबिनको एक्सेसोरिज प्रन स्टोर आउनु होला, एकदम राम्रो प्रडक्ट छ। सो ब्याक टु द भिडियो। माई कन्ट्रिब्युसन इन ग्रुप वर्क। यो चाहिँ नारायणी नमुना स्कुल हो जुन चितवनमा लोकेटेड छ, जहाँ 32 जना ब्लाइन्ड भाइ बहिनीहरू पढ्ने, बस्ने र हाँस्ने गर्छन्। 32 जनाबाट धेरै जस्तो यहाँ बच्चैदेखि पढेर आएको हो। यो भिडियो खिच्ने बेला जाडोको पिक सिजन थियो। चितवनमा अप टु 5 डिग्री सेल्सियससम्म चिसो हुन्थ्यो। उनीहरूलाई यो जाडो न्यानो पार्न हामीले सबैलाई एउटा एउटा ब्ल्याङ्केट ल्याइदिएको छौँ। दृष्टिबिन भइसकेपछि हामीले नर्मल्ली गर्ने टास्कहरू उनीहरूलाई एकदम च्यालेन्जिङ हुन्छ। पढ्न, सामान ओसार्न, अरू कुनै पनि नयाँ कुरा सिक्न एकदम टाइम लाग्छ। दुनियाँ अन्धकार भए पनि उनीहरूको मुखमा स्माइल भने कहिले उडेन। यहाँनिर चाहिँ एकजना बहिनीले पनि हाम्रो प्रन स्टोरको भिडियो हेर्नु हुँदो रहेछ। कस्तो खालको भिडियो हुन्छ मेरो भन त? च्यालेन्जिङ भिडियोहरू, जसले फर्स्ट चक्लेट अथवा केरा ल्याएर दिन्छ, अनि वेट अनुसारको डिस्काउन्ट, पुसअप च्यालेन्ज, त्यस्तो टाइपको भिडियोहरू। तिम्रो शुभ नाम? कृतिका। तिम्रो? सोनिका। कृतिका र सोनिका दुवैले फलो गरेको छ रहेछ। सो यो चाहिँ अहिले सोसल बुक छ अनि बहिनीले चाहिँ एकदम राम्रो ब्रेल पेपरसँग पढ्न सक्छ अनि उसले अहिले हामीलाई पढेर देखाउँछ। ल, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाका रूपमा पनि वर्गीकरण गर्न सकिन्छ। वाह। सो वर्षाले चाहिँ राम्रो गीत गाउँछ अरे। अब हामी सुन्ने पनि छौँ अनि थाहा पाउने पनि छौँ सँगै। मेरो बाबाका सो घमको किरण छर्ने पहिलाले पायो। कलर कुन हुन्छ तिमीलाई? यो कलर छ है, यो वाला। ल, ग्रीन हो।
बहिनीहरूलाई चाहिँ पिङ्क कलरकै ब्ल्याङ्केट चाहिन्छ सो पिङ्क कलर पिङ्क प्रतीक्षालाई ग्रे चाहिँ साइलेन्ट भाइ यार तिमी ल तिमीलाई पिङ्क ल पिङ्क ग्रिन हुन्छ पिङ्क ओके हुन्छ नि त कलर छुट्यो भने तिमीलाई यो कलर यस फलो गर्नु होला हजुरहरू पनि हाम्रो होस्टेलमा चाहिँ डोनरहरू आइराख्नुहुन्छ होइन धेरै टाइम भएको थियो होइन नआउनु भएको प्रनिस बस्नेत सरलाई र उहाँको टिमलाई चाहिँ एकदम धेरै धन्यवाद दिन चाहन्छु होइन हामीलाई यहाँ आएर चाहिँ हाम्रो अहिले जाडो महिना चल्दैछ अनि हामीलाई चाहिँ जेको आवश्यक पर्छ त्यो चाहिँ हामीलाई चाहिँ एकदम उपलब्ध गराइदिनु भयो त्यसको लागि चाहिँ एकदम धेरै एकदम थ्याङ्क यू भन्न चाहन्छु थ्याङ्क यू तिमी रोनाल्डो हो कि मेसी यो चाहिँ पकाउने किचन सर अनि यता चाहिँ उनीहरू बसेर खाने ए यो चाहिँ डाइनिङ हल भयो डाइनिङ हल चाहिँ यहाँनिर छ ल बाई बाई एकदम धेरै भिडियो हेर्छु कि हो प्रोफाइलभित्र गएर हेर्छु म त टिकटकमा ल खतरा ल थ्याङ्क यू भेरी मच दुईचोटि हाल्नु लाउने ल 52 डन 48 मोर टु गो लेट्स गो अहिलेसम्म हामीले 52 जनालाई हेल्प गरेको थियौँ बाँकीको 100 पुर्याउन हामी अर्को लोकेसन गयौँ यता 32 जना स्टुडेन्ट बस्थे जो स्ट्रिटबाट रेस्क्यु गरेको हो बाटोमा धेरै चोरी चकारी र ड्रग्स बढेर नेपाल पुलिस र संस्थाहरू मिलेर युनिटी फर ह्युम्यानिटी भन्ने प्रोजेक्ट सुरु गरेर सबै स्ट्रिटको भाइहरूलाई यता नयाँ लाइफ दिएको छन् भाइहरूको पुरानो र नयाँ लाइफमा धेरै सुधार आएको छ फर इक्जाम्पल कृष्ण आदुमको मेरो पहिलाको लाइफमा म बाहिर हुँदा त्यत्तिकै रोडमा हिँड्ने बिग्रेर हिँड्ने पढ्न नपाउने आमा बुबाले पनि पढाउन नपाउने थियो अहिले म यहाँ आएर चाहिँ पढ्न पाउने धेरै सुविधा छ सुत्न पाउने खाना पाउने लाउन पर्ने पढ्न पाउने छ भाइहरूलाई पढ्न र स्कुल जान साह्रै रहर रहेछ त्यसैले सबैजनालाई 5वटा कपी सबै सब्जेक्टको पेन्सिल बक्स ज्योमेट्री बक्स कप र स्कुल ब्याग ल्याइदिएको थियौँ यो सबै गर्न पोसिबल चाहिँ सिटी सेन्टर मलले गरिदिएको हो प्रनिस स्टोर पनि सिटी सेन्टर मलभित्रै छ त्यहाँनिर भिजिट गरिदिनु होला यो सबै डोनेसनहरू भयो ज्योमेट्री बक्स पेन्सिल कपी चाहिँ सिटी सेन्टरको तर्फबाट हो यो एकदम हाई बजेट भिडियो थियो हाम्रो मोनिटाइजेसन तरिका भनेको प्रनिस स्टोर मात्र हो त्यसैले कुनै नि अथेन्टिक फोन एक्सेसोरिज वा ग्याजेट चाहिएमा प्रनिस स्टोर चुज गर्नु होला सो द्याट हामी यस्तो भिडियो अझै गर्न पाऊँ सो अभियसली हाम्रो छाया दिदीले नै हामीलाई कनेक्ट गराइदिनु भयो यो ठाउँमा पनि थ्याङ्क यू सो मच दिदी सो डोनेसन चाहिँ हामी सबैभन्दा सानो भाइबाट सुरु गर्छौँ ऊ जम्मा 1 वर्षको छ है हो रे हो सेकेन्ड सबैभन्दा सानो मान्छे अब तिमी त आफै हिँड्दै आउँछौ सिटी सेन्टरबाट कप पनि पठाएको छ लियो तिम्रो हो यो ठुलो भएपछि तिमी के भन्ने आमा आर्मी है ल राम्रोसँग पढ्नुपर्छ ल पुलिस आयो पुलिस ल सबजना पुलिस छ नि यतानिर तिमी डिएसपी बन्छौ ल बधाई छ तिमीलाई व्हाट इज योर नेम ए ल योर नेम इज पुलिस ओके ऊ त आँखाको डाक्टर बन्छ नि होइन त मेरो भाइ थ्याङ्क यू दाइ तिमी के बन्ने ठुलो भएपछि म पुलिस ए हो के डिएसपी आइजिपी आइज ओहो म डाक्टर बधाई छ तिमीलाई पढ्नुपर्छ त्यसको लागि फुटबल प्लेयर हो हाम्रो भाइ चाहिँ फुटबल प्लेयर बन्छ पक्कै पनि मेसी जस्तो बन्छ तिमी यसरी नै हामीले पालै पिलो 32 जना भाइहरूलाई सामान बाँड्यौँ सबैजनाको ड्रिम्स एकदम ठुलो छ अनि सबैजनाले त्यो ड्रिम्स अचिभ गर्न चाहिँ पढ्नै पर्छ मैले यहाँबाट नि जान त जान्छु तर ठुलो भएपछि यहाँ केही सहयोग गर्न आउँछु भन्ने मेरो एउटा चाहना हो जे गर्छु म नेपालमै गर्छु सबै डोनेसन सकेपछि भाइहरूसँग एकछिन बस्यौँ गायौँ हाँस्यौँ एकछिन रमाइलो नि भयो तर हाम्रो मेन मिसन 100 जनालाई हेल्प गर्न थियो यो पालि चाहिँ होमलेस पिपललाई विन्टरको लागि न्यानो ज्याकेट डोनेट गर्न हामी फेरि काठमाडौँ फर्क्यौँ काठमाडौँमा पालै पिलो ज्याकेट पार्दै जाँदा धेरै माया ममता र ब्लेसिङ्स नि पायौँ टोटलमा 16 वटा ज्याकेट डोनेट गरिसकेपछि हाम्रो 100 जनालाई हेल्प गर्ने मिसन फाइनली सक्सेसफुल भयो यो चाहिँ हाम्रो एउटा सानो प्रयास मात्र थियो पोजिटिभिटी बाँड्नको लागि 100 जनालाई हेल्प गर्नु हाम्रो एउटा ड्रिम प्रोजेक्ट थियो जुन हामी 3 महिना लाएर काम गर्यौँ थ्याङ्क यू सो मच बाबिन एक्सेसोरिज सिटी सेन्टर मल र प्रनिस स्टोर फर स्पोन्सरिङ दिस भिडियो हजुरहरूमध्ये एकजनाको नि धेरै ठुलो हात छ यसमा कन्ट्रिब्युट गरेको प्रनिस स्टोर र म सधैँ हजुरको आभारी हुनेछौँ थ्याङ्क यू छाया दिदी स्मा एन्ड होडे फर मेकिङ दिस भिडियो पोसिबल